आज हामी कक्षा 9 को लेखा विषयको पाठ 12 बही खाता अन्तर्गत पेज 176 को 5 नम्बरको समाधान गर्न गइरहेको छौँ। यहाँ प्रारम्भिक अभिलेख भनेको जर्नल भाउचर बनाउनु हुन्छ। यहाँ 1 नम्बर जेठ भनेको 2 गते र 2 को महिना 1 गते यहाँ लेख्ने। नगद मोहदात र बैंक मोहदात गरी व्यवसाय सुरु गर्यो त यहाँ लेख्ने। भाउचर नम्बर के हो 1 हो अनि 0201 है। अब यहाँ डेबिटमा लेख्ने के आयो भन्दाखेरि नगद यहाँ लेख्ने नगद खाता। फेरि डेबिटे भने बैंक मोहदात भने क्यासेट बैंक मोहदात खाता। फेरि अब क्रेडिटमा त्यो टोटल रकम बराबर के गर्ने पुँजीलाई क्रेडिट गर्ने पुँजी खाता। कति छ 30 70 त 1 लाख भयो त यहाँ लेख्ने 30,000 अर्को पनि 70,000 टोटल बराबर कति भयो 1 लाखले के भयो पुँजी क्रेडिट। यहाँ लेख्ने नगद र बैंक मौजदात अनि के गरी बाट व्यवसाय सुरु गरियो। अब अर्कोमा जाऊ 2 और 2 को महिना कति गते 4 गते के लेख्छ श्री हरि तिवारीलाई 80,000 को सामान बिक्री लेख्ने क्रेडिटमा पाउने को श्री हरि तिवारी। डेबिट यहाँ लेख्ने डेबिटमा श्री हरि तिवारी खाता। सामान बिक्री गर्यो भने बिक्री आम्दानी त्यसैले बिक्रे खाता लेख्ने बिक्री वा बिक्रे लेखौँ बिक्रे खाता। अनि यहाँ लेख्ने उधारोमा श्री हरि तिवारीलाई सामान बिक्री गरियो। कतिको बेचे हामीले 80,000 को त यहाँ 80,000 लेख्ने 80,000 ले डेबिट अर्को 80,000 ले के हुन्छ क्रेडिट। अब त्यस्तै गरी 3 नम्बर भाउचरमा 9 गते छ त 0209 के लेखेको छ यहाँ अग्रिम भाडा 5,000 सहित घर भाडा 15,000 तिरियो। त्यहाँ डेबिटमा लेख्ने अग्रिम भाडा भनेको चालु सम्पत्ति हो डेबिटमा अग्रिम भाडा। फेरि डेबिटमा तिर्नु पर्ने त्यो क्रेडिटमा हुन्छ अग्रिम छ भने डेबिट गर्ने। अनि डेबिटमा फेरि लेख्ने अग्रिम घर भाडा छ यहाँ भाडा घर भाडा खाता। फेरि घर भाडा खाता अनि लास्टमा अर्को के भन्छ क्रेडिटमा। अब के छ यहाँ नगद के छैन नगद बुझ्ने त यहाँ नगद लेख्ने नगद खाता। अब सहित भन्छ भने 5,000 रुपैयाँ के भयो हाम्रो 5,000 भयो हाम्रो अग्रिम 20 मध्ये 5 गयो भने 15,000 भयो क्या चालु जम्मा चाहिँ 20,000 ले चाहिँ नगद खाता क्रेडिट। यहाँ लेख्ने अग्रिम घर भाडा सहित घर भाडा भुक्तानी नगदमा गर्यो नगदमा गरियो। यो पनि सक्यो है। अब अर्कोतिर जाऊ 4 नम्बरमा 2 को महिना कति गते त्यहाँ लेखेको छ 14 गते त 14 गते लेखौँ के लेख्छ यहाँ 2 को 14 मा नगद 10,000 बैंकमा जम्मा बैंक पाउने डेबिट नगद गयो क्रेडिट। त्यहाँ लेख्ने डेबिटमा पाउने बैंक हो जम्मा गर्दा डेबिट र क्रेडिटमा के गर्ने नगद बाहिर गयो नगद खाता। यहाँ लेख्ने नगद बैंकमा जम्मा गरियो। नगद बैंकमा जम्मा गरियो कति रुपैयाँ छ त्यहाँ दिएको क्वेसनमा जम्मा गर्यो 10,000 रुपैयाँ। त्यहाँ लेख्ने 10,000 ले डेबिट बैंक क्रेडिट नगद 10,000 ले। अब 5 नम्बर जाओ 2 को महिना कति गते छ यहाँ
18 गते। अब के लेखेको क्वेशनले 18 गतेमा श्री हरि तिवारीबाट 5000 को सामान बिक्री फिर्ता प्राप्त भयो। तब जस्तै बिक्री डेबिट हुन्छ भने बिक्री फिर्ता के हुन्छ क्रेडिट डेबिट, बिक्री क्रेडिट बिक्री फिर्ता डेबिट। यहाँ लेख्ने बिक्री फिर्ता खाता है, बिक्री फिर्ता खाता अनि क्रेडिटमा फिर्ता गर्ने को श्री हरि तिवारी, श्री हरि तिवारी खाता। यहाँ लेख्ने श्री हरि तिवारी बाट सामान फिर्ता सामान यहाँ लेखिदिने फिर्ता कस्तो बिक्री फिर्ता प्राप्त भयो। कतिको फिर्ता पाएछ 5000 थियो। यहाँ 5000 ले के गर्ने डेबिट लेख्ने 5000 ले, अर्को 5000 ले के गर्दिने क्रेडिट गर्दिने। अब जाउँ 6 नम्बर 2 को महिना कति गते दिएको छ क्वेशनमा 24 गते। 24 गतेमा के लेख्यो श्री हरि तिवारीलाई 20000 को सामान नगदमा 30000 को सामान उधारमा बिक्री गर्यो। आखिर बिक्री गरेछ सामान। यहाँ लेख्ने डेबिटमा अब नगदमा बेच्यो भने नगद आउँछ है, नगद खाता। उधारोमा आयो भने त्यो व्यक्ति लेख्ने पाउने व्यक्ति श्री हरि तिवारी खाता। अब क्रेडिटमा जतिको बिक्री भयो त्यतिको लेख्ने बिक्रे खाता। बिक्रे खाता कति जम्मा 30 20 50,000 त यहाँ लेख्ने हो बिक्री भयो 50,000 को, जसमध्ये 20,000 को नगद र 30,000 को के छ सामान उधारोमा। यहाँ लेख्ने उधारो र नगदे सुरु हुन्छ, नगद र उधारोमा श्री हरि तिवारीलाई सामान बिक्री गरियो। यो पनि सक्यो। अब लास्टको बनाऊ है। लास्ट भनेको 7 नम्बर, लास्ट भनेको 7 नम्बर 2 को महिना कति गते छ 31 गते। अब 2 को महिना 31 गतेमा के लेख्यो नगद 20,000 को श्री हरि तिवारीबाट प्राप्त भयो। प्राप्त भएछ यहाँ नगद, त्यहाँ लेख्ने डेबिटमा नगद खाता प्राप्त भयो त्यसैले, र क्रेडिटमा दिने व्यक्ति को श्री हरि तिवारी, श्री हरि तिवारी खाता। यहाँ लेख्ने नगद श्री हरि तिवारीबाट प्राप्त भयो। कति प्राप्त भएछ 20,000 त यहाँ लेख्ने 20,000 ले डेबिट, अर्को 20,000 ले के गर्दिने क्रेडिट। ल क्वेशन इस प्रकार रहेछ, समाधान यस प्रकार रहेछ। धन्यवाद।